Appendix is situated in right iliac fossa. But why does pain of appendicitis start from periumbilical region? Welcome to day 24 of 100 days 100 high yield medical concept series. So फर्स्ट अफ अल एपेन्डिक्स इज पार्ट अफ द मिडगट र अर्को भनेको चाहिँ एपेन्डिक्सलाई चाहिँ दुईवटा पेरिटोनियमले कभर गरेको हुन्छ। भित्र नजिकमा भनेको भिसरल पेरिटोनियम हुन्छ भने बाहिरपट्टि के हुन्छ यसरी पराइटल पेरिटोनियम हुन्छ। सो जब सुरुमा एपेन्डिसाइटिस हुन्छ त्यतिखेर एपेन्डिक्स के हुन्छ इन्फ्लेम्ड हुन्छ र एपेन्डिक्स सँगसँगै के हुन्छ हाम्रो भिसरल पेरिटोनियम के हुन्छ इन्फ्लेम भएको हुन्छ। र भिसरल पेरिटोनियमको एउटा के हुन्छ फिचर भने यसमा चाहिँ पेन क्यारी गर्ने नर्भ फाइबरहरू मजाले डेभलप भएको हुँदैन, जसले गर्दाखेरि अब यो भिसरल पेरिटोनियम इन्फ्लेम भएपछि यसले चाहिँ डिफ्युज पेन सेन्सेसन दिन्छ। र अब यो चाहिँ मिड गटको पार्ट भएको कारणले गर्दाखेरि टिट एन्ड डर्माटोमबाट यो पेन चाहिँ रिफर भएर कहाँ जान्छ भने पेरी अम्बेलिकल रिजनमा जान्छ। सो सुरुमा हामीले पेरी अम्बेलिकल रिजनमा पेन सेन्स गर्छौँ, तर आफ्टर 6 to 12 आवर यो हाम्रो जुन पराइटल पेरिटोनियम हुन्छ यो पनि इन्फ्लेम हुन्छ र पराइटल पेरिटोनियमले के हुन्छ पेनलाई लोकलाइज गर्न सक्छ। सो त्यो टाइम पछि चाहिँ राइट इलियाक फोसामा चाहिँ पेन के हुन्छ सिफ्ट हुन्छ। सो दिस इज द रिजन व्हाई द पेन अफ एपेन्डिसाइटिस स्टार्ट फ्रम द पेरी अम्बेलिकल रिजन एन्ड सिफ्ट टु राइट इलियाक फोसा। थ्याङ्क यू सो मच फर वाचिङ।